त्यो दुलहीको लागि ल्याएको जुन कुरा छ त्यो लिएर तपाईँ आफ्नो ठाउँमा खडा हुनुहोस्। ओके, मेरो विचारमा दुलहीले पनि आफ्नो दुलाको लागि कुनै चिन्हहरू ल्याएको छ। ओके, उसो भएदेखि तपाईँ पनि त्यो चिन्ह लिएर आफ्नो खुट्टामा खडा हुनुहोस्। के ल्याउनु भएको छ? वाउ, मलाई दिनुहोस्। भेरी गुड। दुलाले यहाँ दुलहीको लागि एउटा चिन्ह ल्याएको छ जुन चाहिँ औँठी हो। अनि दुलहीले पनि दुलाको लागि यहाँ औँठी लिएर आएको छ। यहाँनिर दुलाले दुलहीको लागि ल्याएको अनि दुलहीले दुलाको लागि ल्याएको औँठीहरू छ। तपाईँले एकदमै राम्रो गर्नुभयो। सायद तपाईँले जानेरै ल्याएको जस्तो छ। यो औँठी केले बनेको छ त्यो महत्त्वपूर्ण कुरो होइन। चाहे औँठी तपाईँको ल्यागत अनुसार छ भने तपाईँले सक्नुहुन्छ भने तपाईँले हिराले बनाएको ल्याउनु समस्या छैन। तपाईँले सक्नुहुन्न भनेदेखि फलामले बनाएको औँठी आउनुहोस्। फलामले बनाएको औँठी पनि औँठी नै हो, हिराले बनाएको औँठी पनि औँठी नै हो। औँठी केले बनाएको भन्ने कुरामा सरोकार होइन। तर सबभन्दा पहिला कुरो तपाईँ र मैले जान्नुपर्ने कुरो हो। परमेश्वरलाई धन्यवाद होस्, उहाँले सुनको औँठी ल्याउनु भएको छ। सुन के हो? सुनले एउटा पवित्रताका कुराहरू देखाउँछ है, र परमेश्वरको पवित्रताका कुराहरूले देखाउँदछ। र सुन चाहिँ कहिले पनि चाहिँ यसको मूल्य नघट्ने, स्थिर रहने अर्थात् वृद्धि हुँदै जाने कुराहरूले देखाउँदछ। तर त्यो भन्दा पनि सबभन्दा पहिला औँठी भनेको कुरा के हो बाइबल अनुसार हामी हेरौँ। बाइबलमा हामी पाउँछौँ एस्तरको किताबमा हामी पाउँछौँ त्यहाँनिर राजा अहासुरस भन्नेले सुसन भन्ने राज्यमा राज्य गर्थे। र त्यहाँनिर अहासुरस राजाको एउटा सेनापति थियो जसको नाम हामान हो। र हामानलाई राजा अहासुरसले आफ्नो जिम्मेवारीहरू दियो। जिम्मेवारीहरू दिँदाखेरि झन्डै यस्तै प्रकारको औँठीहरू त्यति बेला हुन्थ्यो। र यहाँनिर त अर्कै छाप लगाएको छ। तर यो औँठीमा चाहिँ राजाले लाउने औँठीमा त्यति बेला राजाको सही छाप गरेको राजाको स्ट्याम्प हुन्थ्यो। अहिले जसरी हामीले कुनै पनि कागजातहरू बनाउँदाखेरि हामी चिठी पत्र बनाउँछौँ अनि चिठी पत्र बनाइसकेपछि हामी छाप लगाउने गर्छौँ। गर्छ नि होइन? र त्यति बेला कुनै पनि कुराहरू राजाले गरेको कुराहरू व्यवस्थित होस् र त्यो पक्का होस् भनेर भन्नको खातिरमा राजाले लाउने औँठीमा यस्तो छाप हुन्थ्यो। अनि कुनै पनि राज्यमा कानुनहरू बनिन्द, राज्यमा व्यवस्थाहरू बनिन्द, राजाले लगाएको औँठीलाई फुकालेर यसरी सिल छाप गरिन्थ्यो, मोहर लगाइन्थ्यो अनि त्यो पक्का हुन्थ्यो। राजा अहासुरसले हामानलाई अधिकार दिँदाखेरि आफ्नो औँठी फुकालेर ल हामान तिमीले जे गर्छौ गर भनेर दिए। तर थाहा छ हामानले के गरे? हामानले त्यो औँठीको अधिकारलाई लिएर परमेश्वरको जनहरूको विरुद्धमा उर्दी निकाले र यहुदीहरूलाई सुसन राज्यमा जति पनि यहुदीहरू छ तिनीहरूलाई मार्नुपर्छ भनेर उर्दी निकाले। परमेश्वरको जनहरूलाई यहुदीहरूलाई हत्या गर्नुपर्छ र यिनीहरूलाई मार्नुपर्छ किनभने यिनीहरू वृद्धि हुँदै जाँदैछ भनेर हामानले परमेश्वरको जनहरूको के गर्न थाले? त्यही औँठीको प्रयोग गरेर विरोध गर्न थाले। जुन हामीले परमेश्वरको जनलाई टाङ्नको लागि क्रुस, ठुलो एकदमै अग्लो क्रुस बनाएको थिए, त्यही क्रुसमा नै पछि हामान आफै नै के गरिदिनु पर्यो? टाँगिनु पर्यो। कति दुःख लाग्दो घटना है, औँठीको अधिकारले लिएर। तर पछि त्यही राज्यमा राजा अहासुरसकै समयमा अर्को एकजना व्यक्ति थियो मोर्दकै भन्ने, जो चाहिँ परमेश्वरको विश्वासी थियो, विश्वासयोग्य काम गर्थ्यो। अनि उसले चाहिँ परमेश्वरको मानिसहरूको संरक्षण गर्थ्यो, परमेश्वरलाई आराधना गर्थ्यो। र त्यही मोर्दकैले नै राजा अहासुरसको ज्यान पनि बचाएको थियो। अनि पछिबाट मोर्दकैले यो कुराहरू थाहा पाएपछि हामानले त यो औँठीको अधिकार लिएर दुरुपयोग गरेको छ भन्ने कुराहरू थाहा पाएपछि राजा अहासुरसले हामानबाट त्यो अधिकारलाई खोसे, त्यो अधिकारलाई खोसेर, त्यो शक्तिलाई खोसेर
त्यो राज्यको शासनलाई खोसेर उसले त्यो अधिकार कसको हातमा दिए? मर्दकैको हातमा दिए। आज जसरी यो औँठी दुलहाले दुलैलाई दिँदैछ, दुलैको हातमा दिँदैछ, यसको अर्थ यो हो कि रोजी मैले मेरो जीवनको सम्पूर्ण कुराहरू, मेरो जीवनको अधिकार र ममा भएको शक्ति, ममा भएको बल, ममा भएको शासन गर्ने क्षमता, योग्यताहरू आज म तिमीलाई दिँदैछु भन्नु हो। मैले सुनको औँठी दिएको तर अधिकार त दिएको होइन भन्ने पाउँदैन। यो अधिकार दिएको, यो राजुको भएको बल, शक्ति, क्षमता, ताकत कसलाई दिएको? रोजीलाई दिएको। आमेन, आमेन। तयारी हो? यस्तो कुरो पहिला हावामा त म गर्दै थिइनँ नि भने है। त्यसरी नै आज रोजीले पनि राजुलाई बडा मजाको औँठी बनाएको छ। सायद यो कमलको फुल हो, कमलको फुल है, बडा मजाको औँठी छ। तर रोजीले पनि आज राजुलाई औँठी दिने कारण के थाहा छ? राजु, मैले तपाईलाई मेरो जीवनमा भएको सम्पूर्ण अधिकार, मेरो जीवनको सबै बल, सबै ट्यालेन्ट, सबै थोकहरू तपाईको हातमा दिएको छ। अब यो दुईटाले यो अधिकारलाई सही ढङ्गले प्रयोग गर्यो भने, यो अधिकार यिनीहरूले सही ढङ्गले प्रयोग गरेको कारणले गर्दाखेरि यिनीहरूको सुबुद्धि र सुज्ञान र परमेश्वरले दिनुभएको अधिकार र शक्तिलाई ठिकसँगले प्रयोग गर्यो भने यिनीहरूको जीवनबाट सारा घराना, सारा संसार बाँच्न सक्नेछ। आमेन। तर यो अधिकारलाई, यो शक्तिलाई तिमीले गलत तरिकाले प्रयोग गर्यो भने तिमीहरूको परिवार नाश हुनेछ, तिमीहरूको घराना नाश हुनेछ। तिमीहरूको कारणले गर्दाखेरि मण्डली पनि